हेलो एभ्रिवान, गुड मर्निङ, शुभ प्रभात। नेपालगञ्जमा यस्तो गर्मी छ है, खाना बनाउन लगाएको पुरै पसिनाले चुत्रुक्कै भिजेर हजुरले हेर्न सक्नुहुन्छ पुरै पसिनै पसिना भएको छु होइन। र म किचनतिर लागेँ र सुरुमा मैले मासुको दाल पकाउन लगाएको छु। अलि मासुको दाल अलिक ढिलो नै पाक्छ होइन, तर जोस मिठो हुन्छ। दालमा चाहिँ मैले यो गराएको छु अनि यतातिर चाहिँ तरकारीमा मैले आलु फ्राई गर्न लाग्छु छु। किनभने अब बिहानको खाना हो यो होइन, प्रायः जस्तो अलिक छिटो छरितो बनाउनु खोज्छु मैले प्रायः जस्तो। किनभने बिहान टाइम नै हुँदैन कि, अनि काम पनि भ्याइ नभ्याइतिर हुन्छ, अनि काम सकिने बित्तिकै अनि पसलतिर जाने पनि हुन्छ मेरो। अनि त्यही भएर पनि सकभर त छिटो नै पकाउने कोसिस गर्छु। अनि यता छोरी भर्खर उठेर चिया र बिस्कुट खाँदैछिन्। अनि यो मेरो चाहिँ सेकेन्डचोटि हो चिया है, किनकि एकदम चिया मलाई मनपर्छ। फेरि यो चियाको लत बसेपछि जति गर्मी पनि किन नहोस् होइन, चिया खान मन लाग्ने के। अनि रातभरि बत्ती पनि छैन, अनि रातको अनिदो भोल्टेज नै छैन, अनि त्यही भएर गर्मीले गर्दाखेरि छोरीलाई पनि नुहाइदिएँ मैले। किनभने रातभरिको गर्मी बिहान उठ्दा निन्द्रा नै खुलेको हुँदैन, अनि अलि नुहाइसकेपछि फ्रेस पनि भइन्छ। सो यस्तै हो, हामी आमा छोरीको यसरी नै दिन बित्छ होइन।